Hello, namaste everyone. It's me, Shraddha Chetri. And me, Ragita. Welcome back to our channel. So आज पनि हामी फेरि नयाँ पिके वाइन्सको रियाक्सन भिडियो लिएर आइसकेको छौं हजुरहरुको सामु कुबी भन्नेलाई सो कतिको हाँस्न रेडी हुनुहुन्छ त गाइस हामीसँग त गाइस लेट्स से है ओइ साले मेरो पैसा कहिले दिन्छस् दिन्छु पक्न केही दिन पक्न ल दिन्छु अरु कुरो मलाई थाहा छैन गर्लफ्रेन्डलाई कोनी के भयो भनेर अस्पताल लानलाई 10,000 चाहियो भनेर मागेको हैन भोलिसम्ममा आएन भने राम्रो हुँदैन विचार गर अलिकति पैसा चाहिएको थियो बुवा किन के भयो मेरो डेरामा समस्या छ क्या बुवा डेरामा समस्या जमिला त ठिकै छ त फिरिङ्गी लाग्यो कि क्या हो फिरिङ्गी हैन हौ पैसा मागेर कुरा अन्त्य मोडेको अन्डै फोडेको फिरिङ्गी लागेर अन्डै फोडेको नगर्ने काम गरिछस् नि हौ हे भगवान मेरै लागि चाहिँ कस्तो असत्तिलाई बाउ बनाएको आरतीलाई माउ बनाएको ठोक्क मेरो नाकै काटिस यस्तो घिनलाग्दो काम गरेर होला हैन फिरिङ्गी लागेको ए को माउ बनो कसलाई लाग्यो फिरिङ्गी यो सब पैसा मागेकोले बाहना हो पैसैले गर्दा यस्तो भएको हो पैसैले गर्दा यस्तो भएको धेरै पैसा उम्लेपछि पोखिन्छ उम्रिँदैको 3 पात पैसा नदिने भए म घरै आउँदिन मर्छु तर आउँदिन तर ब्याउँदिन बनाउने बेलामा ब्याउने बनाइस् अब नब्याएर के गर्छ त साला चुतिया बाउ अनि आमालाई कस्तो छ ठीक छ केटा ठीक छ सब ठीक छ सन्चै छ आरामै छ यो त सुन्छ नि त फेरि पैसा पठाइदिनु न के जरुरी भयो अति परो पति मरो यार कसरी मरो पति मरो किच यार चुप बस चुप लागेर ए धुप लागेर मरो धुप लागेर कसरी मरो यार ए धुप लागेको हैन मरेको हैन हौ बौ लागेको क्या रक्सी खिचेर म्याक्सीले थिचेर मरो म्याक्सीले थिचेर मान्छे मर्छ मार हौ बरु मलाई मार गोली हान ए खोलीमा जान जा अब मान्छे मरेपछि के गर्नु त मलाई त जानु पर्यो खोलीमा जा भयो फोन राखेको मैले ए फोन राखेको किन गरे भन्दा पनि भनिनास् 10,000 जति चाहियो ए बजार कति थाइयो कति बजार धारा बिग्रेको त गदा अनि अरु के छ छैन मेरो ठीक तरकारी छैन चामल छैन फी तिर्या छैन डेरामा समस्या छ डेरामा समस्या अरे साला चुतिया बाउ यति नगर त टाउकोमा टेकिहाल्छ नि हप्तै पछि पैसा तँलाई हप्तै पछि पैसा कबाडी तेरो पैसा यो जुनीमा नआउने भो भाइ माया मार्दै बाउको पैसा नदिने टेक्निक के तेरो भाइ पैसा आउने भएन लास्टमा त्यस्तो भन्नु पर्यो साथीलाई गाला दुख्यो गाइस मेरो गाला दुख्यो कडाउ पैसा चाहिँ बोल्छ अलिकति सोचेर माग्नु नि अयो म के भनौँ केरामा समस्या डेरामा सोचेर कस्तो मिलेको फेरि कुरा पनि कस्तो लाग्यो त हजुरलाई बाउलाई लास हाँसु लास्टै हाँसु लाग्यो गाइस मलाई त कस्तो हाँसु लाग्यो छाती फुट्न रमाइलो लाग्यो गाइस मलाई हजुरहरू पनि हेर्नु होला रमाइलो छ गाइस डेराको समस्या लिएर त्यो नहुने बाउसँग डेराको समस्या लिएर नजानु होला त्यो भन्दामा धेरै केही भन्न सकिनँ गाइस सो हेर्दै गर्नु होला सब्स्क्राइब एन्ड कमेन्ट गर्नु होला कमेडी भिडियोको लागि हामी लिएर आउने छौँ तिनीहरूको लागि डेरामा समस्या त देखाउनु होला So thank you for watching. Thank you for watching guys, and don't forget to subscribe our channel. Bye.